त्यो अहिले फर्केर हेर्दाखेरि एउटा रोमाञ्चक फिल्म हेरे जस्तो होइन, आफ्नो आँखा अगाडि चाहिँ एउटा फिल्मको रिल घुमे जस्तो चाहिँ होइन, कसरी गरियो होला होइन, कस्तोसम्म हुन्थ्यो भने एकदम भीषण लडाइँ भएको थियो। हामी जति बेला 11 बजे हाम्रो फायर खोल्ने कुरा थियो र हाम्रो फायरिङ चाहिँ के भने आर्टिलरी ग्रुपबाट, आर्टिलरी ग्रुप भनेको त्यति बेला हामी आर्टिलरीमा 81 थियो होइन, त्यसपछि गएर चाहिँ जिपी थियो। एकैचोटि जिपी र 81ले चाहिँ एट्याक गर्ने भनेर चाहिँ हामीले चाहिँ सुरु गरेका थियौँ र हामी लास्ट पोइन्टमा नपुग्दै फायर खोलिहाल्यो। चाहिँ भीषण आक्रमण भइसकेपछि म डिभिजन कार्यालयमा थिएँ। त्यो डिभिजन प्रमुख चाहिँ हाम्रो पासाङ कमरेड हुनुहुन्थ्यो, त्यसको कमिसारिएट हाम्रो विप्लव कमरेड हुनुहुन्थ्यो, अहिलेको हाम्रो महासचिव होइन। समग्र चाहिँ त्यो युद्धको कमान्डर चाहिँ उतापट्टि 81 चाहिँ हान्यो र संयोगवश चाहिँ के भने हामी पासाङ, हाम्रो महासचिव विप्लव लगायत हाम्रो ठुलो टिम चाहिँ के भने हामी अन्तिम पोस्टसम्म जाँदै थियौँ, जहाँबाट चाहिँ हामी कमान्ड गर्दैथ्यौँ। कमान्डरले जो कमान्ड गर्ने चाहिँ पोइन्ट बनाएका थियौँ, त्यहाँ नपुग्दै एउटा 81 को गोला होइन हाम्रो चाहिँ नजिकै होइन एउटा पिपलको बुट्टामा चाहिँ आएर चाहिँ खस्यो। भित्र पसिसकेको होइन एसल्ट ग्रुप चाहिँ अगाडि बढिसकेको एसल्टलाई होइन पछाडि ब्याक गरेर चाहिँ फेरि 81 प्रहार गर्ने चाहिँ फिल्ड कमान्डरहरूको आग्रहमा चाहिँ त्यो गरियो। तर त्यो चाहिँ हाम्रै टिममा चाहिँ गएर खस्ने चाहिँ सम्भावना देखेपछि फेरि हामीले त्यसलाई चाहिँ ब्याक गरेर फेरि चाहिँ एसल्टलाई अगाडि बढाउँ। हाम्रो एसल्ट चाहिँ के भने बढ्न सकिरहेको थिएन। त्यो कुरा थाहा नहुनाले चाहिँ के भने अलि बढी हामीलाई चाहिँ के भने चौथो ब्रिगेडलाई त हामीलाई टाउको उठाउनै दिएन नि त। हाम्रो चाहिँ वरुण कमरेड हुनुहुन्थ्यो त्यो होइन, चौथो ब्रिगेडको चाहिँ उहाँलाई त टाउको उठाउनै दिएन नि त होइन। उहाँ अगाडि बढ्नै नसक्ने अवस्था चाहिँ जो बनाएको थियो, त्यो भइसकेपछि हामीले आगो लगाउने कुरा गऱ्यौँ होइन। आगो लगाउने कुरा गरिसकेपछि, आगो लगाइसकेपछि उनीहरू चाहिँ बाहिर आत्मसमर्पण गरेर आएपछि फेरि हामीले आगो निभाएर त्यहाँ भएका सामग्रीहरू फेरि हामीलाई आफत कस्तो भयो भने आगो निभाएर फेरि त्यहाँ भएका हतियार क्याप्चर गऱ्यौँ। त्यो चाहिँ अरू सबै क्लियर भएको थियो, एउटा मात्रै हाइपोस्ट मात्रै कब्जा गर्न बाँकी थियो। तर चाहिँ यता चाहिँ के भने बाट फोन आयो होइन, हाम्रो महासचिव कमरेडसँग सेटेलाइट फोन थियो। त्यो सेटेलाइटमा प्रचण्डको फोन गयो। फोन गइसकेपछि महासचिवले के भन्नुभयो भने अब एउटा अन्तिम पोस्ट बाँकी छ, त्यो अन्तिम पोस्ट चाहिँ क्लियर भयो भने हामी सबै क्लियर गर्न सक्छौँ। हाम्रो टिमले चाहिँ पुरै उसले घेरा हालिसकेको छ भन्ने भएपछि प्रचण्डको उताबाट के आदेश आयो भने अलिक बढी चाहिँ फर्किने बेला क्षति भयो। खैर क्षति भए पनि हामी चाहिँ सकुशल हाम्रो टिमलाई चाहिँ लिएर हामी आयौँ। बिचमा चाहिँ लड्दै भिड्दै होइन धेरै ठाउँमा भिडन्त गर्दै भनौँ। बेलुका जान नखाइ नहुने र केटी नभई नहुने, त्यो केटी पनि दैनिक बदल्नु पर्ने, त्यस्तो चाहिँ उसको नेचर थियो। र त्यो चाहिँ प्रत्येक बेलुका चाहिँ 6 बजे ऊ त्यहाँबाट निस्किन्थ्यो। 6 बजे रोल कल गरेर पासपोर्ट वितरण गरेपछि होइन सलामी लिएर झन्डा झारेर होइन त्यसपछि पासपोर्ट वितरण भएपछि ऊ 6 बजे बाहिर निस्किने आफ्नो गाडासहित र 11 बजे करेक्ट भित्र जान्थ्यो क्या। हामीले 11 बजे नै उसलाई गेटमै समात्ने भनेर चाहिँ हामी चाहिँ त्यहाँ गएको। नबिर्सिने इतिहासका यादहरूको सङ्गालो, यो हो सुनौलो टेलिभिजन। आदरणीय दर्शक महानुभाव नमस्कार, म सुमन भण्डारी तपाईलाई स्वागत गर्न चाहन्छु सुनौलो टेलिभिजनमा। आज पनि तपाईहरु समक्ष रहेर हाम्रो अतिथिसँग हिजोका अनुभव अनुभूतिको विषयमा कुराकानी गर्न तपाईहरु समक्ष उपस्थित भइसकेका छौं। आज हामीसँग हुनुहुन्छ टेकबहादुर केसी आजादजी। उहाँ तत्कालीन जनयुद्धको समयमा 2052 साल ताका नै भूमिगत भएर लाग्नु भएको थियो। उहाँ जनयुद्धकालीन योद्धा हुनुहुन्छ र अहिले नेकपा माओवादीको पोलिट ब्युरो सदस्यको रूपमा राजनीतिक यात्रामा काम गर्दै आउनु भएको छ। हामी विभिन्न विषयमा रहेर उहाँका अनुभव अनुभूतिसँगै अहिलेको राजनीतिक विषयमा पनि हामी जोडिनेछौँ। सर्वप्रथम आजका हाम्रा अतिथि टेकबहादुर केसी आजादजी सरलाई स्वागत गर्न चाहन्छु। स्वागत छ सर। सन्चै आरामै हुन्छ? एकदम आरामै। एकदम हामी पनि एकदमै ठिक छौँ। अहिले पनि तपाईँ राजनीतिमा सक्रिय हुनुहुन्छ होइन? हजुर। राजनीतिको विषयमा हामी तपाईँसँग जोडिँदै जानेछौँ, क्रमशः जोडिँदै जानेछौँ। अहिलेलाई भने तपाईँ चाहिँ जनयुद्धकालीन समयमा चाहिँ 52 सालदेखि नै भूमिगत हुनुभयो। कति सालमा भूमिगत हुनुभएको थियो? खास गरेर मेरो राजनीतिक यात्राको सुरुवात भनेको
2036 सालको जन्म सङ्ग्रहसँगै हाम्रो केटाकेटी मानसपटलमा नै राजनीतिप्रति चाहिँ चासो जाग्दै गयो र 2042 सालको तत्कालीन नेकपा मसालको भारतीय सङ्गठन अनेरा सेव्यू छैटौँमा रहेर चाहिँ हामीले काम गऱ्यौँ र त्यसपछि 2044 सालमा मैले पार्टी सदस्य प्राप्त गरेँ। 2044 सालदेखि निरन्तर सङ्गठनमा कार्यरत हुँदै 2052 सालमा जति बेला जनयुद्धको थालनी भयो त्यसपछि म निरन्तर पार्टीमा क्रियाशील छु र विभिन्न जिम्मेवारीहरूमा रहेर काम गरेको छु। सुरुवातमा म प्रवासको जिम्मामा थिएँ। प्रवासमा खास गरेर हाम्रो जनयुद्धका घाइतेहरूको उपचारदेखि लिएर त्यसपछि गएर त्यहाँबाट सप्लाई हुने सामानहरूदेखि लिएर सबै काममा चाहिँ लाग्यो र 2057 सालमा प्रत्यक्ष ब्याटलमा भन्नुहोस् न युद्धभूमिमा कार्यरत हुनको लागि म नेपाल आएँ र नेपाल आइसकेपछि बागलुङ जिल्लाबाट मेरो जिल्ला बागलुङ हो। बागलुङबाट नेकपा माओवादीको राजनीतिमा तत्कालीन नेकपा माओवादीको जिल्ला इन्चार्ज हुँदै म अहिलेसम्म पनि निरन्तर नेपाल कम्युनिस्ट पार्टी माओवादीले अगाडि सारेको जनयुद्धका उद्देश्य प्राप्ति गर्नको लागि म निरन्तर क्रियाशील छु र अहिले पनि यद्यपि प्रचण्डजीहरू बिचमै जनयुद्धको स्पिरिटलाई छोडेर जनयुद्धमा खाइएका कसमहरूलाई परित्याग गरेर उहाँ चाहिँ जसरी पलायन हुनुभयो हामीले चाहिँ त्यो पलायनता रोजेनौँ, हामीले क्रान्तिको बाटो रोज्यौँ र अहिलेसम्म पनि हामी निरन्तर क्रान्तिकै यात्रामा छौँ र अहिले एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर म निरन्तर राजनीतिमा क्रियाशील छु। अहिले पनि राजनीतिमा क्रियाशील हुनुहुन्छ। 2036 सालको सायद त्यो विद्यार्थी आन्दोलनले तपाईँलाई राजनीतिक प्रभावमा तानेको जस्तो लाग्यो। खास के थियो त्यो राजनीतिमा आकर्षण हुने त्यो तपाईँलाई चाहिँ के कुराले अलि बढी प्रभावित पार्यो? त्यो बेला कम्युनिस्टहरूले चाहिँ विद्यालयहरूमा सङ्गठन निर्माण गर्ने शिक्षकहरूले नै प्रशिक्षित गर्ने गर्थे। तपाईँको पनि त्यो बागलुङमा विभिन्न त्यो बेलाका राजनीतिक पार्टीहरू चित्रबहादुर केसीदेखि लिएर झलनाथ खनाल होइन त्यो बेलाका परि थापा थुप्रै नामहरू आउँछ। तपाईँलाई पनि त्यही प्रभावले चाहिँ राजनीतिमा जोडिएको? खास गरेर यो राजनीतिमा खास गरेर यो कम्युनिस्ट राजनीतिमा आउनुको मेरो मुख्य कारण के हो भन्दाखेरि मेरो आफ्नै घरायसी पृष्ठभूमिले नै थोडो बहुत काम गर्यो। किनभने म एउटा मेरो बुवा बाहुन, मेरो आमा छेत्रिनी। अब त्यति बेलाको नेपाली समाजमा बाहुनको घरभित्र छेत्रीलाई पस्न नदिने होइन। त्यस कारण चाहिँ हामी सानसाना हुँदाखेरि हाम्रो हजुरआमाले हामीलाई भित्र जान दिनुहुन्न थियो, चुलोमा छोइन दिनुहुन्न थियो, आगो ताप्न दिनुहुन्थ्यो। त्यसपछि सानैदेखि विद्रोही स्वभाव र हामी 4-5 बहिनी, मेरो मभन्दा माथि चाहिँ 3वटा दिदी र दाइ, हामी सेन्ट्री गरेर त्यो चुलोमा हजुरआमा गोठमा गएको बेलामा हामी चाहिँ चुलो छुन जान्थ्यौँ। त्यहाँबाट विद्रोहको सुरुवात भयो र 2036 सालमा हामी सायद चाहिँ सानै थियौँ। बहुदल र निर्दलको सङ्घर्ष चलिरहेको थियो, एउटा निलो र चाहिँ रातो। हामी राजनीति केही बुझ्दैन थियौँ, तर चाहिँ हामी बहुदलको पक्षमा होइन, पहेँलोको पक्षमा जिन्दाबाद मुर्दाबाद गर्दै हामी जान्थ्यौँ। र त्यति बेलाका पञ्च प्रधानहरूले होइन, पञ्चायतकालीन शासकहरूले जो बहुदलको पक्षमा कम्युनिस्टहरूको पक्षमा लागेकालाई साह्रै दुःख दिने, त्यो भएपछि यो अन्यायका विरुद्ध लड्नुपर्छ भन्ने चाहिँ सामान्य चेतना थियो। र एउटा त्यो चेतनाले नै के हो भने समाजमा रहेको अन्याय अत्याचारको विरुद्धमा लड्नुपर्छ भन्ने एउटा बाल मस्तिष्कमा चाहिँ त्यो पस्यो। त्यसपछि हाम्रो जिल्ला अलि कम्युनिस्टहरूको बाहुल्यता भएको जिल्ला पनि पर्यो। त्यति बेला 2वटा पत्रिकाहरू चाहिँ नेपालमा आउने गर्थे, एउटा सोभियत भूमि, एउटा सचित्र चिन्ह। त्यो सचित्र चिन्ह र सोभियत भूमिमा सोभियत सङ्घमा सामन्तहरूका जमिनहरू चाहिँ कसरी कम्युनिस्टहरूले चाहिँ लिए, कति बेला कसरी तिनीहरूका चाहिँ बोल्सेविक पार्टीले कसरी चाहिँ त्यहाँका गरिब जनतालाई चाहिँ सुख सुविधा दियो, चिनमा कसरी चाहिँ सामन्तहरूलाई चाहिँ कम्युनिस्टहरूले चाहिँ त्यो उनको चाहिँ सम्पत्ति खोसेर एककुल बनाए भन्ने कुरा त्यहाँ पढ्न पाइन्थ्यो। र त्यसको साथसाथमा फेरि हामी जुन स्कुलमा पढ्थ्यौँ त्यो स्कुलमा
प्राय जसो सरहरू कम्युनिस्ट पृष्ठभूमिका हुनु रहेछ। त्यो पछि हामीले थाहा पायौँ। त्यति बेला उहाँहरूले हामी कम्युनिस्ट त भन्नुहुन्न थियो, तर उहाँहरूले पढाउँदै गर्दाखेरि बिचबिचमा रुसका कथा, चिनका कथा, गरिब र चाहिँ धनीका कथा, धनीले कसरी चाहिँ गरिबलाई हेला होच गर्छ, कसरी हामी चाहिँ मान्छे भनेको एउटै हो, कसरी चाहिँ हेला होच हुन्छ, कसरी दलितलाई कसरी हेपिन्छ भन्ने कुरा चाहिँ हाम्रो बाल मस्तिष्कमा चाहिँ घुसाउने काम गयो र सानैदेखि नै त्यो राजनीतिप्रति होइन कम्युनिस्ट राजनीतिप्रति चाहिँ आकर्षण बढ्दै गयो र संयोगवश चाहिँ कस्तो भयो भने म 2042 सालमा एसएलसी दिँदै गर्दाखेरि मेरो छिमेकी चाहिँ अहिले चाहिँ उहाँ नेपाली कम्युनिस्ट पार्टीमा हुनुहुन्छ, हितमान साके, उहाँ दाइले चाहिँ हामीलाई उहाँ कम्युनिस्ट नेता हुनुहुन्न रहेछ, विद्यार्थीको नेता हुनुहुन्न रहेछ, उहाँले चाहिँ हामीलाई फ्रीमा ट्युसन पढाउनुहुन्थ्यो। हामी त्यो ट्युसन पढ्न जाँदै गर्दाखेरि एक दिन दाइको सिरानीमा होइन कम्युनिस्ट पार्टीको मुखपत्र, त्यति बेलाको मोटो मसालको मुखपत्र मसाल भन्ने चाहिँ पढिसकेपछि त्यसपछि चाहिँ कम्युनिस्ट पार्टी पनि हुने रहेछ भन्ने चाहिँ मोटो चाहिँ भन्नुहोस् न हल्का दिमागमा चाहिँ आयो। त्यसपछि निरन्तर हामी चाहिँ लाग्यौँ र पछि बुझ्दै जाँदाखेरि त हाम्रो जिल्ला बागलुङ भनेको त कम्युनिस्टहरूको गढको रूपमा रहेको र अझ हाम्रो सदरमुकाम त के हो भने प्राय सबै सदरमुकाममा बस्ने अत्याधिक 75% चाहिँ त्यति बेलाका युवाहरू कम्युनिस्ट पार्टीमा सङ्गठित भएका रहेछन्। त्यसले चाहिँ हामीलाई अरू थप उत्प्रेरित गरेर त्यसले थप ऊर्जा दियो। त्यस कारण हामी त्यसरी चाहिँ कम्युनिस्ट पार्टीमा लाग्ने र निरन्तर कम्युनिस्ट पार्टीमा लागेर गरिब निमुखाको पक्षमा लड्ने चेतना त्यति बेला जुन बनेको थियो त्यो चेतना अहिलेसम्म छ र यसलाई अझ निरन्तर जति बेलासम्म नेपालको सर्वहारा श्रमिक वर्गले गरिब दुखीले आफ्नो अधिकार सम्पन्न प्राप्त गर्दैनन्। अहिले पनि थोरै अधिकार त भएको छ, 10 वर्षको जनयुद्धले केही अधिकार त स्थापित गरेको छ, तर ती अधिकारहरू पनि क्रमशः खोसिँदैछन्। त्यो खोसिए कहिल्यै पनि शासकहरूले खोज्न नसक्ने, कहिल्यै पनि त्यो जनताको हातबाट नगुम्ने शासन व्यवस्था ल्याउनको लागि अहिले पनि निरन्तर म लागिरहेको छु र अन्तिमसम्म लाग्ने प्रणय पनि गरेको छु। 2044 सालमा चाहिँ पार्टी सदस्य पाउनुभयो होइन? मेरो बुवा आमाले चाहिँ धेरै पछि थाहा पाउनुभयो। 45 सालतिर चाहिँ हाम्रो बुवा आमाले थाहा पाउनुभयो। थाहा पाइसकेपछि उहाँले मेरो ठुलो बा, मेरो आमाको दिदीको चाहिँ हस्बेन्ड, हामी ठुलो बा भन्छौँ, उहाँ चाहिँ पुलिसको सही हुनुहुन्थ्यो। उहाँलाई चाहिँ कुरा गर्नुभएछ। उहाँलाई कुरा गरिसकेपछि उहाँले चाहिँ यस्तोमा नलाग, यो चाहिँ गलत हो भन्ने भइसकेपछि मैले चाहिँ उहाँसँग प्रतिवाद गरेँ। प्रतिवाद गरिसकेपछि उहाँले होइन यो अब यतै लाग्छ, अब चाहिँ बरु अर्को ठाउँमा चाहिँ पठाइदियो, यहाँ भयो भने मलाई गाह्रो हुन्छ, मेरो आफ्नै भतिजालाई कसरी गिरफ्तार गर्नु भन्ने भइसकेपछि म केही समय चाहिँ काठमाडौँतिर चाहिँ आएँ। काठमाडौँ आइसकेपछि फेरि संयोगवश चाहिँ के भने अब त्यति बेलासम्म अब अलि बाल मस्तिष्क पनि थियो, कम्युनिस्ट पनि थियौँ, केही घरायसी चाहिँ समस्याको कारणले प्रवासतिर होइन काम गर्छु भनेर म प्रवासमा गइसकेपछि अलि चाहिँ के भने त्यो गिरफ्तारी आदि इत्यादि पञ्चायतकालमा चाहिँ भएन र प्रवासमा गइसकेपछि त्यहाँ सङ्गठित हुने काम भयो र त्यहाँको अखिल भारत नेपाली एकता समाजमा चाहिँ त्यहाँबाट चाहिँ चिठी लगेर म सङ्गठित भएँ र त्यहीँबाट निरन्तर काम गर्दै चाहिँ विभिन्न सङ्गठनमा काम गर्दै निरन्तर जब चाहिँ हाम्रो पार्टी एकता केन्द्र बन्यो होइन, 4वटा पार्टी मिलेर एकता केन्द्र बन्यो। त्यो एकता केन्द्र बनिसकेपछि म प्रवास अन्तर्गतको एउटा जिल्लाको सेक्रेटरीको हैसियतले म 48 सालमा होइन महाधिवेशनमा पनि सहभागी हुने अवसर प्राप्त गर्यो। त्यसपछि गएर निरन्तर म चाहिँ के भने कहिल्यै पनि अब जनयुद्धका कालभरि पनि गिरफ्तारी यताउता भइएन। बरु अहिले नै एकीकृत जनक्रान्ति सुरु गरिसकेपछि महासचिव कमरेड विप्लवको नेतृत्वमा हामीले पार्टी पुनर्गठन गरेर नेपाल कम्युनिस्ट पार्टी माओवादी निर्माण गरेर अगाडि बढिसकेपछि बरु राज्यको होइन हिरासतमा जेलमा पर्ने काम भयो। त्यति बेला पञ्चायतकालमा यद्यपि दुःख त धेरै दिन थियो होइन, तर चाहिँ के भने आफन्तहरू त्यो उसमा पुलिसमा भएको कारणले चाहिँ के भने त्यो अलिकति सहज भयो। उहाँले आत्मसमर्पण गराउने प्रयास त गर्नुभयो, तर मैले कहिल्यै पनि गरिनँ, किनभने त्यो त्यति बेलासम्म अझ म परिपक्व भइसकेका थिएँ। म कि त चाहिँ तपाईँहरूसँग चाहिँ लडेर चाहिँ
जित्छु कि चाहिँ तपाईँहरूले चाहिँ मलाई गोली हानेर शहीद बनाउन सक्नुपर्छ भन्ने चेतना चाहिँ विकास भइसकेको थियो र त्यसले चाहिँ मलाई काम गर्यो र त्यसैको प्रेरणास्वरूप अहिलेसम्म पनि निरन्तर अडिग भएर चाहिँ म उभिन सकेको छु र त्यसमा मेरो बुवा आमा मेरा दाजुभाइ दिदीबहिनी सबैको सहयोग चाहिँ पछिल्लो चरणमा चाहिँ राम्रो सहयोग भयो र अहिले पनि राम्रो सहयोग छ। सुरुमा बुवा आमाले थाहा पाइसकेपछि तपाईँलाई चाहिँ नलाग भन्ने अथवा कुनै चाहिँ गाली गर्ने त्यस्तो पनि गर्नुभयो? होइन, मेरो बुवाले चाहिँ गाली चाहिँ गर्नु भएन। उहाँले के भन्नुहुन्थ्यो भने तैँले जतिसुकै राजनीति गरे पनि तैँले पढ्नुपर्छ, पढाइ सबभन्दा ठुलो कुरा हो, पढाइलाई निरन्तरता दे भन्नुभयो एउटा। अर्को एउटा चाहिँ उहाँले इन्ट्रेस्टिङ कुरा के भन्नुभयो भन्दाखेरि यो चाहिँ यसलाई हामी भित्तो भन्छौँ होइन, घरको यो भित्तोलाई तैँले टाउकोले हानेर चाहिँ भत्काउन सक्छस् भनेर चाहिँ उहाँले प्रश्न गर्नुभयो। मैले चाहिँ यो भित्तो भत्काउने र मेरो राजनीति के सम्बन्ध छ भन्दा भित्तो भनेको अहिलेको तैँले गरेको राजनीति भनेको चाहिँ र त्यति बेलाको राजतन्त्र भनेको यस्तै भित्तो र निधार जस्तै हो। तैँले त्यो निधारले चाहिँ भित्तो भत्काउन सक्छस् भन्दा सक्दैनस्। त्यसै गरी तिमीहरूले गर्ने राजनीतिले पनि यो चाहिँ राजतन्त्र भत्काउन सक्दैन, राजतन्त्र फाल्न सक्दैन। त्यस कारण यो चाहिँ भित्तामा चाहिँ टाउको फोरे जस्तो हो भनेर चाहिँ भन्नुहुन्थ्यो। त्यति बेला कता कता चाहिँ आफूलाई भौ जस्तो पनि लाग्थ्यो, किनभने त्यति बेलासम्म हामी राजनीतिक रूपमा परिपक्व भएका थिएनौँ। हो कि जस्तो लाग्थ्यो, त्यत्रो सेना छ, त्यत्रो पुलिस छ भन्ने पनि लाग्थ्यो। तर फेरि जब चाहिँ साथीहरूसँग भेटघाट गर्ने, फेरि क्लास प्रशिक्षणहरू लिने, त्यसपछि मार्क्सवादी साहित्यहरू अध्ययन गर्दै जाँदाखेरि फेरि के भने यो सम्भव छ। किनभने इतिहासमा धेरै बादशाहहरूलाई जनताले चाहिँ घुँडा टेकाएका छन्। त्यही भएर नेपालमा नै हामी टेकाउन सक्छौँ भन्ने दृढ विश्वास बढ्दै गयो र त्यो हाम्रै जीवनकालमा मैले आज सोच्दैछु होइन, पछाडि फर्केर जाँदाखेरि मैले हाम्रो बुवाले भनेको बेलामा सायद मैले राजनीति छोडे भए म गल्ती गर्दो रहेछु होइन। म त के भने दृढ भएर बसेँ होइन। त्यो दृढताले मलाई कहाँ पुर्यायो त भन्दाखेरि राजतन्त्रको अन्त्य गर्ने ठाउँमा पुर्यायो। त्यसरी मैले अहिलेका युवाहरूलाई नि के भन्न चाहन्छु भने दृढतापूर्वक तपाईँ लाग्नुहोस्। कम्युनिस्ट फिलोसफीभन्दा अर्को, कम्युनिस्ट दर्शनभन्दा अर्को, कम्युनिस्ट पार्टीभन्दा अर्को तरिकाले जनताको मुक्ति असम्भव छ, जनताको भलाइ असम्भव छ। तपाईँ हेर्नुभयो भने जहाँ कम्युनिस्ट क्रान्ति भएको छ, तपाईँ तुलना गरेर हेर्नुभयो भने भारत 1947 मा मुक्त भयो, चीन 1949 मा मुक्त भयो। 1949 मा मुक्त भएको चीन आज संसारको 1 नम्बर चाहिँ देश बन्दैछ होइन। यद्यपि चौथो, पाँचौँ, छैटौँ स्थानमा भारत त छ आर्थिक हिसाबले, तर तपाईँ त्यहाँ हेर्नुभयो भने गरिब यति धेरै गरिब छन्। 17 करोड मान्छेको त यस्तो घर टाउको लुकाउने ठाउँ छैन, घर छैन, जग्गा जमिन छैन। 4 करोड मान्छे त के भने अन्ध अपङ्ग छन् होइन। जो तपाईँको 17 करोड मान्छेहरू रेलवे स्टेसनको चाहिँ प्लेटफर्ममा होइन, हाइवेका चाहिँ पुलको तल होइन, बस पार्कका चाहिँ सिँढीहरूमा बसेर रात बिताउँछन् के भनेपछि त्यो देशको तरक्की र होइन चीनमा एकजना पनि गरिब छैन। त्यहाँ त्यस्तो किन भयो त भन्दाखेरि त्यहाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्ति भयो। कम्युनिस्ट पार्टीले सबै जनतालाई श्रम गर्न सिकायो, सबै जनतालाई स्वाधीन बन्न सिकायो। त्यस कारण कम्युनिस्ट फिलोसफी भनेको, कम्युनिस्ट पार्टीले गर्ने क्रान्ति भनेको त्यो दिगो हुन्छ। त्यो सबैभन्दा चाहिँ के हुन्छ त भन्दाखेरि जनताको पक्षमा हुन्छ। त्यसकारण अहिलेका युवाहरू जो जसरी चाहिँ हावाको तालमा चाहिँ हिँड्नुभएको छ, मैले तपाईँको यो सुनौलो टिभीको मार्फतद्वारा म के भन्न चाहन्छु भने अहिलेका युवा नौजवानहरू चाहिँ के भने हाम्रो नेपालमा हामीले सामन्तवादकोलाई त ढाल्यौँ, सामन्तवादलाई ढालेर तपाईँहरू अहिले बोल्न पाउने, हिँड्न पाउने, वाक स्वतन्त्रता सबै खालका जो स्वतन्त्रता पाउनुभएको छ यतिले पुग्दैन। नेपाल अहिले पनि दलाल होइन पुँजीवादी व्यवस्थाबाट आकृत छ। यहाँ दलालले यहाँ गणतन्त्र त भनिएको छ तर त्यो गणतन्त्र छैन कि, यो दलाल तन्त्र छ। यो दलाल तन्त्रलाई फाल्नको लागि तपाईँहरू कम्युनिस्ट फिलोसफीमा आउनुपर्छ, कम्युनिस्ट बन्नुपर्छ। कम्युनिस्ट पनि के भने सच्चा कम्युनिस्ट जसले जनताको पक्षमा, राष्ट्रको पक्षमा काम गर्छ, त्यो भनेको के भने नेकपा माओवादी हो। त्यसको नेतृत्व भनेको विप्लव हो होइन। विप्लवको नेतृत्वमा भएको नेपाल कम्युनिस्ट पार्टीमा अब लामबद्ध हुनुपर्छ र नेपालबाट दलाल संसदीय व्यवस्थालाई, दलाल पुँजीवादलाई अन्त्य गरेर नेपालमा समाजवाद
हैन राष्ट्रिय अर्थतन्त्र सहितको समाजवाद निर्माण गर्नलाई अगाडि बढ्नुपर्छ। म यो सन्देश चाहिँ दिन चाहन्छु। तपाईँ 2052 सालदेखि त्यति बेलाको समयमा चाहिँ तपाईँ इन्डियामा हुनुहुन्थ्यो। हजुर 52 देखि 58 हजुर 57 सम्म त्यही नै राजनीति गर्नुभयो। त्यसपछि फेरि नेपाल आउनु। हजुर हजुर नेपाल आइसकेपछि तपाईँ सङ्गठनमै काम गर्नुभयो कि? हजुर म सङ्गठनमा चाहिँ काम गरेँ। म चाहिँ नेपालमा आएँ 2057 सालमा। हामीले नेपाल आइसकेपछि म बागलुङ जिल्लाको इन्चार्ज भएँ। इन्चार्ज भइसकेपछि खासमा चाहिँ हामी चाहिँ एउटा कमिसारिएटको भूमिका हैन जनमुक्ति सेनाको त्यति बेलाको जनमुक्ति सेना हाम्रो जिल्लामा प्लाटुन हुन्थ्यो। त्यो प्लाटुन हाम्रो मातहतमा हुन्थ्यो। त्यो प्लाटुनको चाहिँ म कमिसार हैन यो चाहिँ जिल्लाको इन्चार्जको हिसाबले कमिसारेट गर्दै विभिन्न चाहिँ अब मोर्चाहरूमा पनि सहभागी भइयो हैन। जस्तो चाहिँ तपाईँ चाहिँ बागलुङमा आइसकेपछि त्यहाँबाट चाहिँ अब जनमुक्ति सेनामा चाहिँ नयाँ भर्ती भएर चाहिँ पठाउने कामदेखि लिएर हैन हाम्रै आफ्नै चाहिँ सिङ्गो बागलुङ जिल्लाको हैन व्यवस्थापनमा 2060 साल म चैत्र 7 गते भएको बेनी सदरमुकामको चाहिँ जुन जनमुक्ति सेनाको चाहिँ अपराजय जुन आक्रमण थियो त्यसको सम्पूर्ण व्यवस्थापकीय जिम्मा चाहिँ हाम्रो पार्टी म त्यति बेला इन्चार्ज थिएँ। इन्चार्जको हैसियतले निभाउने मौका पाएँ र विभिन्न अब चाहिँ हामीले नै अब विभिन्न जिल्ला स्तरबाट गर्ने एम्बुसहरू त्यसपछि राजनीतिक अब अभियानहरूमा चाहिँ निरन्तर सहभागी भइयो र एउटा चाहिँ के भने हाम्रो उन्माद चाहिँ एउटा के थियो भन्दाखेरि उल्लासा के थियो भने नेपाललाई मुक्त गर्ने, नेपाली जनतालाई हैन आफ्नै देशमा रोजगारी को ग्यारेन्टी गर्ने, घाँस बास कपास स्वास्थ्य शिक्षा मनोरञ्जनका कुराहरूलाई व्यवस्थित गर्ने र मौलिक अधिकारको रूपमा हैन जन्मसिद्ध अधिकारको रूपमा जो स्थापित गर्ने भनेर हामी लाग्यौँ। त्यो चाहिँ के भने 2062 सालको हैन 19 दिने 10 वर्षीय जनयुद्धको बलमा भएको 19 दिने जनआन्दोलन पश्चात नेपालमा जो गणतन्त्र स्थापना भयो, राजतन्त्रको अन्त्य भयो, एउटा उपलब्धि त भयो। तर चाहिँ त्यसपछि चाहिँ के भने त्यति बेलाको सुप्रिम कमान्डर, त्यति बेलाको चाहिँ सर्वोच्च कमान्डर भन्नु या त्यति बेलाका नेतृत्व पङ्क्तिमा रहेका प्रचण्डजीहरू बाबुरामजीहरूले बाटो बिराउँदाखेरि नेपाली जनता अहिले अल्पत्रमा छन्। नेपाली समाज अहिले अल्पत्रमा छ। अहिले चाहिँ तपाईँ हेर्नुभयो भने माओवादीको नेतृत्वमा यो देश हुनुपर्नेमा आज चाहिँ के भने साम्राज्यवादीहरूको एजेन्टको हातमा चाहिँ गएको छ र नेपाली जनताले चाहिँ ठुलो दुःख पाउने अवस्था बनेको छ। हेर्दाखेरि रूपमा हेर्दाखेरि त हैन राष्ट्रिय स्वतन्त्र पार्टीको 2/3 चाहिँ सरकार बनेको छ। तर यो सरकारले चाहिँ डेलिभरी भनेको नेपाली जनताको पक्षमा छैन। नेपाली जनता धेरै सिधा छ। सानो कुरामा नै खुसी हुने हाम्रो नेपाली समाज हो। हामी नेपाली जनता सानो कुरामा नै खुसी हुन्छौँ। आज चाहिँ के हो भने नेपाली जनताको आँखामा छारो हाल्न यिनीहरूले हैन देखावटी रूपमा उनीहरूले चाहिँ पपुलर कामहरू देखाएर नेपाली जनतालाई चाहिँ झुक्काउने काम गरेका त। यो सबै चाहिँ के भने त्यति बेलाका कमान्डरहरूले गद्दारी गर्दाखेरि कमान्डरहरूले चाहिँ बाटो बिराइदिँदाखेरि के भने को अवस्था हो। फेरि पनि केही छैन, हामीले त्यसलाई सुल्टाएका छौँ र हाम्रो पार्टीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको माओवादीको नेतृत्वमा फेरि एकचोटि चाहिँ के भने नेपाललाई स्वाधीन बनाउने हैन नेपाललाई चाहिँ के भने सबै खाले उत्पीडनबाट मुक्त गर्ने र दलाल पुँजीवादबाट मुक्त गरेर चाहिँ के भने स्वाधीन समाजवादी अर्थतन्त्र निर्माण गर्नमा हामी तल्लीन छौँ, हामी लागेका छौँ र हामी एक दिन अवश्य सफल हुनेछौँ। हामीलाई यो विश्वास छ। म तपाईँको विगततर्फ नै फर्किन चाहेँ। जुन 2060 चैत्र 7 गते हजुर बेनी आक्रमण भएको थियो, तत्कालीन जनमुक्ति सेनाले गरेको थियो, त्यसको व्यवस्थापनमा हजुर तपाईँ लाग्नुभएको थियो। सम्पूर्ण व्यवस्थापन बागलुङ जिल्लाले गरेको थियो हैन। त्यसलाई अहिले स्मरण गर्दाखेरि त्यसलाई कसरी सम्झिनुहुन्छ? त्यहाँ तपाईँहरूको एक हिसाबले होइन एउटा रोमाञ्चक जस्तो लाग्छ हैन। फर्केर हेर्दाखेरि हामी त्यत्रो 10,000 जनमुक्ति सेना हैन स्वयंसेवकलाई हैन सदरमुकामबाट धेरै टाढा ढोरपटनको हैन त्यो पाटनमा हैन 2 दिनसम्म पाटनमा जनमुक्ति सेनालाई राखेर हैन त्यहाँ चाहिँ सम्पूर्ण तरिकाले भन्नुहोस् न अब चाहिँ खाद्यान्नदेखि लिएर सबै बस्ने बासदेखि लिएर सबै मिलाउनु पर्ने सुरक्षाको कुरा पनि हैन त्यो अहिले फर्केर हेर्दाखेरि
एउटा रोमाञ्चक फिल्म हेरे जस्तो होइन आफ्नो आँखा अगाडि चाहिँ एउटा फिल्मको रिल घुमे जस्तो चाहिँ होइन कसरी गरियो होला होइन कस्तोसम्म हुन्थ्यो भने त अब व्यवस्थापन गर्नु परेको छ मासुको लागि चाहिँ राँगाहरू ल्याउनु परेको छ खसीहरू ल्याउनु परेको छ खाद्यान्नको लागि चामल दाल चना अन्डा सबै तलबाट चाहिँ खच्चडमा बोकाएर ल्याउनु परेको छ तर चाहिँ के भने त्यहाँ जिल्लामा रहेका कार्यकर्तालाई हामी बेनीमा आक्रमणमा गर्न जाँदैछौँ भनेर भन्नु पनि भएको छैन किनभने त्यो गोपनीयताको हिसाबले होइन त्यो त सीमित मान्छेलाई मात्रै थाहा हुन्थ्यो त्यति बेला चाहिँ के भने इन्चार्ज र सेक्रेटरीलाई मात्रै हामी के गर्दैछौँ भन्ने चाहिँ थाहा हुन्थ्यो त्योभन्दा त तल हामी चाहिँ त्यो एक्सपोज गर्दैनथ्यौँ भन्दैनथ्यौँ हामी कहाँ जाँदैछौँ के अब त्यहाँ कभर दिनुपर्ने होइन त्यति बेला हामीले के कभर दियौँ भने जनमुक्ति सेनाको जनसैन्य अभियान भनेर हामीले भन्यौँ हाम्रो जिल्लामा जनमुक्ति सेना आउँदैछ जनसैन्य अभियान चल्दैछ त्यो सैन्य अभियानको लागि हामीले चाहिँ खाद्यान्नदेखि लिएर सबै व्यवस्थापन गर्नुपर्छ भनेर सिङ्गो जिल्लाका साथीहरूलाई चाहिँ केन्द्रित गरेर जिल्लाका जनतालाई केन्द्रित गरेर जो हाम्रा समर्थक थिए शुभचिन्तक थिए ती सबैलाई हामीलाई 600 जना स्वयंसेवक परेको थियो हामी ती सबैलाई एक ठाउँमा जम्मा गरेर त्यसपछि खच्चडमा होइन तलबाट चाहिँ यस्तो अहिले जस्तो गाडी घोडा थिएन खच्चडबाट चाहिँ बोकाएर तल चाहिँ सेनाले नाकाबन्दी गरेको थियो ती नाकाबन्दीलाई पनि होइन परास्त गर्दै त्यति बेलाका व्यापारीहरूलाई हामी चाहिँ अहिले सम्झिँदाखेरि उहाँहरूको साहस उहाँहरूको हिम्मत र हामीप्रतिको माया होइन त्यति बेलाका व्यापारीहरू जो पूर्तिब्याङका व्यापारीहरू तर खरबाङका व्यापारीहरू होइन उहाँहरूको जो समर्पण भाव थियो जनमुक्ति सेनाप्रति नेपाल कम्युनिस्ट पार्टी माओवादीप्रतिको माया र सद्भाव थियो उहाँहरूले चुनौती मोलेर होइन सेनाले थाहा पायो भने उहाँहरूको ज्यान जान सक्थ्यो मार्दिन सक्थ्यो तर त्यो सबैलाई जोगाएर उहाँले चाहिँ जसरी हामीलाई सामग्री सप्लाई गर्नुभयो अहिले सम्झेर हेर्दाखेरि रोमाञ्चक जस्तो लाग्छ कि होइन एकदम फिल्म हेरे जस्तो लाग्छ त्यसपछि हामी चाहिँ बेनी गयौँ बेनीमा जाँदाखेरि पनि हाम्रो जिल्लाको टिमले चाहिँ मुनामा हाम्रो चाहिँ अन्तिम सेल्टर थियो त्यहाँ मुनामा चाहिँ जनमुक्ति सेनालाई चाहिँ पकाउनेदेखि लिएर बस्ने व्यवस्थापनदेखि लिएर सबै चाहिँ हामीले मेगदी र बागलुङ त्यसपछि बेनी जोडियो मेगदी जिल्ला जोडियो मेगदी जिल्ला त्यसपछि बागलुङ जिल्ला मिलेर हामीले त्यसलाई चाहिँ सम्पन्न गऱ्यौँ र हामी 7 गते बेलुका बेनी गयौँ बेनीमा चाहिँ भीषण आक्रमण भइसकेपछि म डिभिजन कार्यालयमा थिएँ त्यो डिभिजन प्रमुख चाहिँ हाम्रो पासाङ कमरेड हुनुहुन्थ्यो त्यसको कमिसारिएट हाम्रो विप्लव कमरेड हुनुहुन्थ्यो अहिलेको हाम्रो महासचिव होइन समग्र चाहिँ त्यो युद्धको कमान्डर चाहिँ पासाङ त्यो समग्र युद्धको कमिसारिएट चाहिँ के भने हाम्रो विप्लव कमरेड हुनुहुन्थ्यो महासचिव अहिलेको हाम्रो महासचिव तत्कालीन चाहिँ ब्युरो इन्चार्ज हुनुहुन्थ्यो विशेष ब्युरो भन्ने थियो हाम्रो होइन राप्तीका 5वटा जिल्ला अरू गण्डकी सहित उसका लुम्बिनीका 3वटा जिल्ला र धौलागिरीका 3वटा जिल्ला मिलाएर होइन एउटा विशेष ब्युरो थियो त्यो विशेष ब्युरोको अगुवाईमा हामीले त्यहाँ गरेका थियौँ र अहिले त सम्झिँदाखेरि कसरी सम्भव भयो होला त्यति सानो चाहिँ हामी जम्मा 15 जनाको जिल्ला कमिटी थियो होइन 15 जनाको जिल्ला कमिटीले त्यत्रो 10,000 मान्छेलाई कति अभूतपूर्व साहस थियो होला कति अभूतपूर्व होइन हाम्रो त्याग तपस्या बलिदान थियो होला कति ठुलो स्पिरिट थियो त्यो स्पिरिट सायद चाहिँ हामीले चाहिँ फर्केर हेर्दाखेरि हामी अद्भुतै मान्छे थियौँ सायद हामीले दुःख कष्ट नगरेको भए त्यतिको दुःख कष्ट नगरेको भए हामीले यो देशलाई यहाँ ल्याउन सक्दैनथ्यौँ होला त्यसैले यसलाई अहिलेको पिँढीले बिर्सिँदै गएको छ अहिलेको जेनेरेसनले बिर्सिँदै गएको छ र हिजो हामीसँग सहकार्य गरेका होइन 62-63 को जनआन्दोलनमा 12 मुदे समझदारीपछि सँगसँगै सहयात्रा गरेका होइन काङ्ग्रेस एमाले लगायतका त्यति बेलाका 7 दलका साथीहरूले नै होइन अहिले जसरी माओवादीको भूमिकालाई भुलेर होइन सत्तो सराप गर्नुहुन्छ नि होइन अहिले हामी सुन्छौँ हाम्रो माओवादीलाई आतङ्ककारी माओवादीलाई चाहिँ के भने विध्वंसकारी भनेर चाहिँ के भने पुरै बदनाम गर्ने जो प्रयास गरिएको छ नि त्यो चाहिँ कदापि सही होइन त्यो चाहिँ मान्ने हुन सक्दैन किनभने हाम्रो त्याग हाम्रो बलिदान हाम्रो तपस्या धेरै महान थियो त्यो आन्दोलनमा सहभागी भएका जनताको कार्यकर्ताको धेरै ठुलो त्याग र तपस्याले आज यो ठाउँमा आइपुगेको छ यो ठाउँमा आइपुग्दाखेरि होइन आज तपाईँ हेर्नुभयो भने होइन हिजो पछाडि परिएका दलितहरू
पछाडि पारिएका जनजातिहरू महिलाहरू आज राज्यका हरेक अङ्गमा हामी जनयुद्ध लड्दैनथ्यौँ भने नेपालमा माओवादीले जनयुद्ध सुरु गर्दैनथ्यो भने नेपाली सेनामा अहिले पनि तपाईँ महिला देख्न पाउनुहुन्थ्यो। अहिले महिला कमान्डर छन्, सशस्त्रमा महिला कमान्डर छन् होइन। तपाईँ निजामती क्षेत्रमा हेर्नुभयो भने महिलाहरू होइन यो देशमा होइन महिला सुप्रिम चाहिँ कमान्डर भएको भन्नुहोस् न, राज्यको प्रमुख भएको त्यो कसको कारणले हो? होइन राज्यको न्यायपालिकाको प्रमुख भएको त्यो कसको कारणले हो? राज्यको कार्यकारी प्रमुख पनि महिला भएको यो त माओवादीको जनयुद्धको होला नि त। हामी हिजो चाहिँ आफ्नो ज्यानको बाजी लगाएर होइन घर परिवार समाज कसैलाई पनि होइन आफ्नो अवरोध नठानिकन देश र जनताको मुक्तिको लागि भनेर हामी जो हिँड्यौँ त्यसको परिणामस्वरूप चाहिँ आज भएको छ। र हामी त विगतलाई सम्झिँदाखेरि अहिले नि गर्व लाग्छ होइन। हामी एकदम गौरवान्वित छौँ होइन। हामीले गरेको कामप्रति पूर्ण गौरवका साथ हामीले जे गऱ्यौँ देशको लागि गऱ्यौँ, जनताको लागि गऱ्यौँ न, त्यो प्रति चाहिँ गौरव अनुभूति नै हुन्छ। बेनीमा तपाईँ डिभिजन कार्यालयमा हुनुहुन्छ। हजुर हजुर। त्यो लडाइँको दिनलाई सम्झिँदाखेरि त्यहाँ ठुलो भीषण लडाइँ थियो होइन? हजुर, हामी एकदम भीषण लडाइँ भएको थियो। हामी जति बेला 11 बजे हाम्रो फायर खोल्ने कुरा थियो र हाम्रो फायरिङ चाहिँ के भने आर्टिलरी ग्रुपबाट, आर्टिलरी ग्रुप भनेको त्यति बेला हामी आर्टिलरीमा 81 थियो होइन। त्यसपछि गएर चाहिँ जिपी थियो। एकैचोटि जिपी र 81ले चाहिँ एट्याक गर्ने भनेर चाहिँ हामीले चाहिँ सुरु गरेका थियौँ र हामी लास्ट पोइन्टमा नपुग्दै फायर खोलिहाल्यो। फायर खोलिसकेपछि हामीले यताबाट हानेका 81को जवाब उताबाट 81 चाहिँ हान्यो र संयोगवश चाहिँ के भने हामी पासाङ, हाम्रो महासचिव विप्लव लगायत हाम्रो ठुलो टिम चाहिँ के भने हामी अन्तिम पोस्टसम्म जाँदै थियौँ, जहाँबाट चाहिँ हामी कमान्ड गर्दैथ्यौँ। कमान्डरले जो कमान्ड गर्ने चाहिँ पोइन्ट बनाएका थियौँ त्यहाँ नपुग्दै एउटा 81को गोला होइन हाम्रो चाहिँ नजिकै होइन एउटा पिपलको बुट्टामा चाहिँ आएर चाहिँ खस्यो। त्यो खसिसकेपछि संयोगवश हामी कसैलाई पनि त्यसको चाहिँ छिर्कापले नै असर गरेन, धमाकाले नै असर गरेन। हामी त्यो त्यसलाई छलेर चाहिँ अगाडि बढ्यौँ र हामी अन्तिम जहाँबाट कमान्ड गर्ने थियो त्यहाँ पुग्दाखेरि आधा घन्टा जति चाहिँ पुरै होइन पासाङ कमरेडले चाहिँ त्यति बेलाको हाम्रो चाहिँ सेटबाट होइन हिँड्दैछ अनि आदेशका कासन गर्दै अगाडि बढ्नु भएको थियो र अन्तिममा गएर चाहिँ हामी त्यहाँ आधा घन्टा पौने घन्टामा पुग्दा नपुग्दै हाम्रो चाहिँ सेटमा के आयो भने हामीले चाहिँ कारागार चाहिँ कब्जा गऱ्यौँ। कारागारमा चाहिँ के भने अरू सबै भागे, 4वटा मात्रै राइफल आएर 4जना पुलिस चाहिँ हाम्रो नियन्त्रणमा छ र कैदी बन्दीहरू हामीसँग छ भन्ने मात्रै आयो। त्यसपछि लडाइँ यस्तो भीषण भयो कि होइन एकचोटि त कस्तो भयो भने भित्र पसिसकेको होइन एसल्ट ग्रुप चाहिँ अगाडि बढिसकेको एसल्टलाई होइन पछाडि ब्याक गरेर चाहिँ फेरि 81 प्रहार गर्ने चाहिँ फिल्ड कमान्डरहरूको आग्रहमा चाहिँ त्यो गरियो। तर त्यो चाहिँ हाम्रै टिममा चाहिँ गएर खस्ने चाहिँ सम्भावना देखेपछि फेरि हामीले त्यसलाई चाहिँ ब्याक गरेर फेरि चाहिँ एसल्टलाई अगाडि बढाउँ। हाम्रो एसल्ट चाहिँ के भने बढ्न सकिरहेको थिएन। भएको के रहेछ भन्दाखेरि त्यो कुरा हामीलाई जानकारी भएन। त्यही साँझ चाहिँ के भने घुमाउने भन्ने होइन त्यो चाहिँ गलेश्वरनिर चाहिँ बाटो खन्न बसेको एक कम्पनी नेपाली सेनाको चाहिँ इन्जिनियरिङ प्लाटुन त्यो चाहिँ फर्किनको लागि चाहिँ बेनी आइपुगेको रहेछ। त्यो कुरा चाहिँ त्यो पुरानो जीविस र होइन सिडिओ कार्यालयमा बसेको रहेछ, डिएसपी कार्यालयमा बसेको रहेछ। त्यसले भीषण रूपमा चाहिँ आक्रमण गरेको कुरा चाहिँ हामीलाई चाहिँ त्यहाँ छ भन्ने कुरा थाहा भएन कि होइन। पछि मात्र बिहान मात्र चाहिँ के भने जब कब्जा भयो त्यसपछि मात्र चाहिँ त्यो चाहिँ कुरा थाहा भयो कि त्यो कुरा थाहा नहुनाले चाहिँ के भने अलि बढी हामीलाई चाहिँ के भने चौथो ब्रिगेडलाई त हामीलाई टाउको उठाउनै दिएन नि त। हाम्रो चाहिँ बरुण कमरेड हुनुहुन्थ्यो त्यो होइन चौथो ब्रिगेडको चाहिँ उहाँलाई त टाउको उठाउनै दिएन नि त होइन। उहाँ अगाडि बढ्नै नसक्ने अवस्था चाहिँ जो बनाएको थियो त्यो भइसकेपछि हामीलाई चाहिँ बिहानसम्म होइन बेनीमा चाहिँ लड्ने चाहिँ होइन सायद चाहिँ उज्यालो हुने बेलासम्म लडेको हाम्रो
पहिलो लडाइँ नै हो जस्तो लाग्छ बेनी हैन। त्यो चाहिँ एकदम अभूतपूर्व थियो हैन। हामीलाई चाहिँ रोमाञ्चक जस्तो नि लाग्छ अहिले सम्झिँदा, तर चाहिँ के भने हामीलाई त्यति बेला कुनै प्रवाह थिएन कि। हामीलाई एउटा मात्र उद्देश्य के थियो भने हामीले नेपालका यी चाहिँ हैन दलालहरूको चाहिँ व्यवस्था छ, सामन्तवादको जुन अवशेषको रूपमा रहेको राजतन्त्र छ, यसको अन्त गरेर त्यो राजतन्त्रलाई हैन सहयोग गर्ने, त्यसलाई चाहिँ संरक्षण गर्ने साई सेनालाई परास्त गरेर नेपालको जनमुक्ति सेनाको शासन व्यवस्था ल्याउने, नेपाललाई जनवादी क्रान्ति सम्पन्न गरेर जनवादी व्यवस्था ल्याउने बाहेक अरू हाम्रो दिमागमा हुने थियो। त्यस कारण चाहिँ अहिले फर्केर हेर्दाखेरि अहिले अत्यन्तै रोमाञ्चक जस्तो नि लाग्छ हैन, जस्तो नि लाग्छ। अरू सबै चाहिँ कब्जा भयो। त्यहाँ चाहिँ एउटा मात्रै जो ठुलो ब्यारेक थियो, त्यो ब्यारेकको पनि हामी सायद चाहिँ त्यो क्लियर गर्थ्यौँ हैन। जीविस लगायत त त्यो त पौने 8 बजे नै आइसकेको थियो, किनभने त्यहाँ चाहिँ पुलिसले आत्मसमर्पण गरिसकेपछि त्यहाँभित्रको चाहिँ अब सेनाको पनि गोलीगट्टा सबै सिद्धिसकेपछि हामीले आगो लगाउने कुरा गऱ्यौँ हैन। आगो लगाउने कुरा गरिसकेपछि, आगो लगाइसकेपछि उनीहरू चाहिँ बाहिर आत्मसमर्पण गरेर आएपछि फेरि हामीले आगो निभाएर त्यहाँ भएका सामग्रीहरू फेरि हामीलाई आफत कस्तो भयो भने आगो निभाएर फेरि त्यहाँ भएका हतियार क्याप्चर गऱ्यौँ। त्यो चाहिँ अरू सबै क्लियर भएको थियो। एउटा मात्रै हाइपोस्ट मात्रै कब्जा गर्न बाँकी थियो है। वीरेन्द्र चोकदेखि मास्तिर जो ठुलो ब्यारेक थियो, त्यो ठुलो ब्यारेकको हाइपोस्ट मात्रै थियो बाँकी थियो। त्यो हाइपोस्ट चाहिँ कब्जा गर्दै थिए साथीहरू हैन। त्यहाँ भीषण एटेक भइरहेको थियो। उताबाट चाहिँ के भने सप्लाई आएको थिएन क्या उसलाई हैन। उसको चाहिँ सप्लाई चाहिँ सबै कटअप भइसकेको थियो। तर चाहिँ यता चाहिँ के भने बाट फोन आयो हैन। हाम्रो महासचिव कमरेडसँग सेटेलाइट फोन थियो। त्यो सेटेलाइटमा प्रचण्डको फोन गयो। फोन गइसकेपछि महासचिवले के भन्नुभयो भने अब एउटा अन्तिम पोस्ट बाँकी छ, त्यो अन्तिम पोस्ट चाहिँ क्लियर भयो भने हामी सबै क्लियर गर्न सक्छौँ। हाम्रो टिमले चाहिँ पुरै उसले घेरा हालिसकेको छ भन्ने भएपछि प्रचण्डको उताबाट के आदेश आयो भने तपाईँहरू चाहिँ लडाइँ जितिसक्नुभयो, फर्किनुहोस्। उनको शब्दै के थियो भने वासिङटन हल्लिसक्यो, दिल्लीमा थर्कमान छ, काठमाडौँ त सुनसान छ, काठमाडौँको सत्ता हल्लिसक्यो, तपाईँहरू चाहिँ जित्नुभयो, फर्किनुहोस् भनेको हैन। सुप्रिम कमान्डरले फर्किन भनेपछि त फर्किनु पर्यो हैन। हामी फर्किँदा फेरि कस्तो भयो भने रियल तपाईँलाई मेरो आफ्नो अनुभूति भन्नुहुन्छ भने हामीले केही हतियार त ल्यायौँ हैन। 147 कति चाहिँ थियो। खासमा हामीलाई चाहिँ हतियार सबै ल्याउने र 6 करोड त्यहाँ पैसा छ भन्ने थियो क्या हैन। त्यो पनि ल्याउने भन्ने थियो। अब त्यो चाहिँ रह्यो के हैन। त्यो ब्यारेकभित्रको सुरुङमा राखेको चाहिँ हैन, कभर भित्र राखेको पैसा चाहिँ ल्याउन पाइएन। सेनाको ब्यारेकमा थियो। हजुर त्यो सेनाको ब्यारेकभित्र रहेछ। त्यसपछि हामीलाई के भने हारेको हो कि जितेको हो भन्ने अनुभूति नहुने कि, किनभने हामी त जहिले पनि क्लियर गरेर सब चाहिँ एक एक खानतलासी गरेर हैन सबै लिएर ल्याउनु त हामी 36 जना चाहिँ सेना र चाहिँ पुलिसका मान्छे ल्याएको थियौँ, सिडिओलाई ल्याएका थियौँ, डिएसपीलाई कब्जा गरेर ल्याएको थियौँ। तर पनि हाम्रो चाहिँ मेरो आफ्नो कुरा गर्दाखेरि जिते जस्तै नलाग्ने कि, किन सबै क्लियर गरिएन नि त। त्यसमा तर चाहिँ पोलिटिकली रूपमा साँच्चीकै जितिया रहेछ भन्ने चाहिँ पछि महसुस भयो र हामी फर्क्यौँ। र फर्केर आउँदाखेरि अलिकति हाम्रो क्षति चाहिँ भयो। त्यो क्षति हुनुको पछाडि के हो भने हामीले चाहिँ जुन रुटबाट गयौँ त्यही रुटबाट फर्किँदाखेरि साँगुरो बाटो, माथिपट्टि भिर, तलपट्टि खोला हैन, मेग्दी खोला पर्यो, माथि भिर। अब माथिबाट चाहिँ 81 का सेल छेप्यास्त्र हाने, पछि त छेप्यास्त्र हान्ने चिता भन्ने ऊ आयो हेर्नुहोस् हेलिकप्टर, त्यो पहिलोचोटि त्यहाँ प्रयोग भयो कि। त्यो भएपछि अलिक बढी चाहिँ फर्किने बेला क्षति भयो। खैर क्षति भए पनि हामी चाहिँ सकुशल हाम्रो टिमलाई चाहिँ लिएर हामी आयौँ। बिचमा चाहिँ लड्दै भिड्दै हैन, धेरै ठाउँमा भिडन्त गर्दै भन्नु, तारा खोलामा हामी 3-4 चोटि भिडन्त गऱ्यौँ। त्यसपछि आएर चाहिँ माथि ढोरपाटनमा भिडन्त गर्दै हामी चाहिँ के भने अन्तिममा हाम्रा घाइतेहरूलाई सकुशल हाम्रो आधारित इलाकामा हाम्रो लिडरसिपलाई, हाम्रो जनमुक्ति सेनालाई सबलाई चाहिँ के भने आधार इलाकामा पुर्याउन सफल भयौँ र त्यो चाहिँ एउटा विजयमा हाम्रो चाहिँ बेनी कारबाही सफल भयो। र त्यसैको परिणाम के हो भने अब नयाँ हैन कोर्सको चाहिँ थालनी भयो भन्ने चाहिँ मलाई त्यहाँबाट चाहिँ लाग्छ। त्यहाँ प्रचण्डले फोन गरेको कुरा गर्नुभयो। प्रचण्ड चाहिँ कहाँ नेपालमै हुनुहुन्थ्यो होइन, उहाँ चाहिँ दिल्लीमा हुनुहुन्थ्यो। दिल्लीबाट फोन गर्नुभयो बिहान हैन। बेलुका पनि सुरु भएपछि महासचिवले चाहिँ फोन गरेर, किन कमिसारको जिम्मा हुन्थ्यो नि त, ल हामी चाहिँ अब अन्तिममा चाहिँ जाँदैछौँ भनेर चाहिँ जानकारी गराउनु भयो।
त्यसपछि फास्ट फायर भएपछि ल हामी फायर खोल्यौँ भनेर पनि जानकारी गराउनु भएको थियो। त्यसपछि हामी त भीषण लडाइँमा थियौँ, लडाइँ क्लियर भएपछि यताबाट फोन गर्नु पर्ला भन्दिनँ हुने भयो होइन। तर चाहिँ उनी पहिल्यै चाहिँ उताबाट चाहिँ फोन आयो, त्यो फोनको आधारमा हामी फर्क्यौँ, यस्तो चाहिँ भएको थियो। त्यहाँ जुन तपाईँको योजना थियो 11 बजेतिर फायरिङ सुरु गर्ने, हजुर 11 बजे करेक्ट 11 बजे नै फायरिङ। अब त्यसमा के थियो भने ठिक 11 बजे भएको छ। कस्तो भएको छ भने हाम्रो तिनतिरबाट फोर्स चाहिँ आउने कुरा थियो। एउटा चाहिँ उता पर्वततिरबाट आउने, त्यो पर्वततिर आउने फोर्सले चाहिँ पारी बेनीबाट चाहिँ ब्लकिङ गर्ने, पर्वततिरबाट आउने टिमलाई उताबाट आउन थाल्यो भने एउटा चाहिँ टिम हाम्रो चाहिँ ब्लकिङको लागि बागलुङ ब्लकिङको लागि यता चाहिँ बागलुङतिरबाट चाहिँ गएको थियो होइन, त्यो जो बागलुङको ब्यारेकलाई ब्लक गर्नको लागि। त्यसपछि हाम्रो चाहिँ के भने एउटा अर्थुङ्गेतिरबाट, एउटा चाहिँ मङ्गलाघाटबाट तल्लो बाटो चाहिँ खोलखोलै आएर चाहिँ के भने त्यहाँ चाहिँ राजु नेपाल भन्ने नेपाली भन्ने कर्नेल थियो। त्यो कर्नेल एकदम व्यभिचारी र माओवादीहरूप्रति एकदम असहिष्णु मान्छे, त्यसलाई चाहिँ जिउँदै समात्ने भन्ने थियो कि हाम्रो प्लानिङ के थियो भने त्यसलाई जिउँदै समात्नुपर्छ भन्ने थियो। र त्यही अनुसार हामीले 3 महिना हाम्रो चाहिँ एउटा टिम जनमुक्ति सेनाको एउटा टिमले 3 महिना कन्टिन्यू रेक्की गरेर उसको दैनिकीको डे टु डेको चाहिँ के भने ऊ रेक्की गरेका थियो कि उसको डेली रुटिन के थियो भने एकदम अयास मान्छे थियो, एकदम व्यभिचारी थियो कि उसलाई बेलुका जान नखाइ नहुने र केटी नभई नहुने, त्यो केटी पनि दैनिक बदल्नु पर्ने, त्यस्तो चाहिँ उसको नेचर थियो। र त्यो चाहिँ प्रत्येक बेलुका चाहिँ 6 बजे ऊ त्यहाँबाट निस्किन्थ्यो। 6 बजे रोल कल गरेर पासपोर्ट वितरण गरेपछि होइन, सलामी लिएर झन्डा झारेर होइन, त्यसपछि पासपोर्ट वितरण भएपछि ऊ 6 बजे बाहिर निस्किने आफ्नो गाडासहित र 11 बजे करेक्ट भित्र जान्थ्यो कि हामीले 11 बजे नै उसलाई गेटमै समात्ने भनेर चाहिँ हामी चाहिँ त्यहाँ गएको होइन। तर चाहिँ के भने 1 सेकेन्डले चाहिँ के भने त्यहाँ फरक पऱ्यो कि ऊ गेट खोलेर भित्र पनि पस्ने, हाम्रो टिम पनि पुग्ने भयो कि होइन। सेकेन्डले त किन युद्ध भने सेकेन्डकै कुरा हुन्छ कि सेकेन्डले चाहिँ त्यहाँ फरक पऱ्यो। एउटा यो अर्को के छ त भन्दाखेरि हाम्रो ब्याटलमा थोरै नोक्सानी हुनुको पछाडि पनि के भने त्यहाँ के थियो भन्दाखेरि बुबी ट्याप्स राखेको थियो वरिपरि, ब्यारेकको वरिपरि। त्यो बुबी ट्याप्समा बेलुका 11 बजेपछि मात्र त्यो कर्नेल भित्र छिरेपछि मात्र ऊ हाल्थ्यो के, हाल्दो रहेछ के त्यो ऊ के भन्छ फ्युज हाल्ने कि फ्युज बेलुका बिहान निकाल्ने, बेलुका चाहिँ 11 बजे हाल्दो रहेछ होइन। त्यो हाल्न पनि पाएन क्या उसले। त्यो त राति जब हाम्रो कमरेडहरूलाई पानी प्यास लाग्यो नि त, पानी प्यास लाएर चाहिँ खोज्दै जाँदा अब चाहिँ कोरलिङ गर्दै जाँदा पाइप भेट्नुभयो क्या त्यहाँ। त्यो पाइपहरू काटेर हेर्दा त्यहाँ पुरै तार छ कि होइन। त्यो तार चाहिँ के भने पुरै बुबी ट्याप्सको क्या, त्यो उसको चाहिँ त्यो जालो बिछाएर रहेछ होइन। जब त्यो चाहिँ क्रियाशील भयो भने बल्ल पड्किने होइन, त्यो चाहिँ हाल्न पाएन। त्यस कारण चाहिँ के भने त्यहाँ बुबी ट्याप्स होइन, किन त्यहाँ त्योभन्दा पहिला 2-3 जना जनताहरूको त्यहाँ क्षति भएको छ कि, जनताहरू परेका छन् क्या त्यो बुबी ट्याप्समा। त्यो भएपछि उसले राखेका थिएन क्या त्यो, त्यसले पनि हामीलाई प्लस पोइन्ट गर्यो कि यस्तो चाहिँ भएको थियो कि त्यहाँ इन्ट्रेस्टिङ कुरा चाहिँ यो पनि त्यहाँ भएको थियो होइन। हामी चाहिँ त्यसलाई जिउँदै साँच्न चाहन्थ्यौँ, तर सेकेन्डले चाहिँ फरक पऱ्यो। कहिलेकाहीँ लडाइँमा चाहिँ क्या सेकेन्डको पनि त्यस्तो महत्त्व हुन्छ भन्ने कारण चाहिँ यही हो। मानवीय रूपमा क्षति पनि तपाईँहरूको ठुलै झन्डै 114 जना टोटल गरेर भएको थियो भन्ने। हजुर होइन, हाम्रो चाहिँ धेरै हुनुभयो, घाइते त 300-400 जना नै हुनुभयो होइन। अब हाम्रै चाहिँ यहाँको चाहिँ बिरजङ सौरभ घाइते हुनुभएको, थुप्रै साथीहरू घाइते हुनुभयो होइन। हामीले चाहिँ त 300-400 को हाराहारीमा चाहिँ घाइते हुनुभयो। 497 नै भन्नुहुन्थ्यो हो, 497 करिब घाइते हुनुभएको। र लास्टसम्म पुग्दाखेरि चाहिँ हामी त्यहाँ चाहिँ 92 भन्ने थियो, लास्टसम्म पुग्दाखेरि 114 जना होइन हाम्रो शहीद भयो। उतापट्टि नै अब धेरै भएको छ भन्नुहोस् न। एकचोटि त भन्नुहोस् तपाईँको काली खोला र मेग्दी खोला त रक्तमै भएको थियो कि त्यहाँ चाहिँ उनीहरू भागेर होइन, कयौँ चाहिँ सेनाका मान्छेहरू त भागेर गएर बागलुङदेखि तल होइन जैमिनी घाटसम्म पनि पानीमै पक्रेर, जैमिनी घाट भनेको बागलुङबाट 25 किलोमिटर टाढा छ, त्यहाँसम्म चाहिँ होइन 13 किलोमिटर चाहिँ
बेनीबाट बागलुङबाट 25 भनेको 25 त 35 छ त 38-40 किलोमिटरसम्म नि पौडिँदै चाहिँ गएका के अनि त्यहाँ गएर निक्लेका त्यति आतङ्कित थियो क्या सेनाका मान्छेहरू होइन धेरै मान्छेहरू चाहिँ भागेका अवस्था त्यस्तो थियो त्यो भएर चाहिँ के भने हाम्रो अलिकति बढी क्षति नै भयो किन ठुलो भीषण लडाइँ थियो त्यो भीषण लडाइँमा चाहिँ स्वाभाविक नै हुन्थ्यो फेरि त्यो पछि चाहिँ उजेलो भयो नि त उजेलो भयो 12 बज्न लागिसक्यो होइन पौने 11 बजे चाहिँ हामी रिट्रिट भएको त्यो चाहिँ के भने हामी कब्जा गयो त्यो त त्यसमा त्यो बेलुका अघि भनिले भने नि त त्यहाँ जो राति चाहिँ सेनासँग हाम्रो चाहिँ डिस्टर्ब भयो नि त होइन उतापट्टिको सेनाले हामीलाई अगाडि बढ्न दिएन नि त त्यो जीविसमा लुकेर बसेको सिडिओ कार्यालयमा लुकेर बसेको सेनाले डिस्टर्ब गर्दाखेरि त्यो अवरोध भयो पछि चाहिँ लास्टमा चाहिँ के भने अब हेली आयो हेलीले पनि अवरोध गर्ने कुरा भयो होइन त्यहाँ सबै कुरा मिल्यो भन्नुहोस् न त्यो भएपछि हामी अब जित्यौँ भनेपछि फर्केर आएको अवस्था हो तत्कालीन साई नेपाली सेनाहरूले के भन्छन् भने त्यो जुन बेनीपट्टिको एउटा माथिको जङ्गल छ त्यहाँ उनीहरूले चाहिँ के हान्न आगो लगाइसकेपछि त्यहाँबाट आक्रमण चाहिँ कम भयो आक्रमण गर्न सकेनन् माओवादीहरूले भन्ने कुरा खास के थियो त्यहाँ होइन त्यो चाहिँ आगोले खासै हामीलाई असर गरे होइन हामी त तल आइसकेका थियौँ होइन अब बिहान पख 81 हान्ने कुरा त भएन किनभने हाम्रो टिम नै तल छ 81ले त हाम्रो टिम कहाँ छ दुश्मनको टिम कहाँ छ भनेर छानेर त हेर्दैन त्यो त हाम्रो पनि पर्न सक्छ नि उसको लागि अनुकूल भयो किनभने उसले 81 माथि हान्नलाई त अनुकूल भयो तर हाम्रो लागि अनुकूल भएन नि त हामीले चाहिँ प्रयोग गरेनौँ तर उसको चाहिँ त्यो होइन उनीहरू चाहिँ के भने जुन तपाईँहरूले आक्रमण गर्ने बेला चाहिँ हजुर उता गलेश्वरतिरको टिमले चाहिँ त्यता जङ्गलमा हान्नेपछि त्यहाँ होइन गलेश्वरको टिम त निस्किनै सकेन गलेश्वरको टिमलाई त हाम्रो टिमले यस्तरी रोकेर राख्यो कि ऊ त त्यहाँबाट निस्किनै सकेन नि कहाँ चाहिँ त्यो 81 हान्ने त्यो त बनावटी कुरा हुन् अहिले के भने माओवादी आन्दोलनले हारेको भएर उनीहरूले आफ्नो जित देखाउनुको कुरा हुने भयो नि त रियलिटी त्यस्तो थिएन रियलिटीमा जनमुक्ति सेनालाई जितेको थियो होइन 1 घन्टा हामीलाई चाहिँ अब तपाईँहरू क्लियर गरेर निस्किनुहोस् भन्ने भएको भए हामी क्लियरै गर्थ्यौँ होइन हाम्रो टिम चाहिँ पुगिसकेको थियो नि त हाम्रो टिमले त पुरै घेरा हालिसकेको थियो हामी त तलै बजारमा थियौँ नि त होइन त्यो हेली बस्न नि सकेको थिएन हेली त जब चाहिँ ऊ 10 बजेपछि त उसले के गर्यो भन्दाखेरि सदरमुकामलाई चाहिँ छोडिदियो क्या उसले चाहिँ के भने हाम्रो बाटो छेक्नलाई होइन उसले कहाँ राख्यो भन्दाखेरि दरबाङकोदेखि माथि देवीस्थानमा सेना राख्यो त्यसपछि गएर निसेलढोरमा राख्यो जलजलमा राख्न थाल्यो होइन उता चाहिँ बागलुङपट्टि जान ठाउँमा चाहिँ सेना ओसार्नतिर लाग्यो क्या उसले हामीलाई हान्नतिर भन्दा नि सेना ओसार्नतिर लाग्यो होइन किन हामीलाई हान्न आउनुले त हामी नै हान्थ्यौँ होइन झन्डैले एउटा हेली त खस्न थालेको थियो सायद त्यो खस्थ्यो होला चाहिँ होइन त्यो भएपछि उनीहरू चाहिँ के भने त्यतापट्टि लागेका हुन् खासमा चाहिँ के भने हामीले सुप्रिम कमान्डरले नै फर्की भनेपछि फर्क्यायो अब व्यवस्थापन पक्षमा चाहिँ तपाईहरु ठुलो भूमिका खेल्नु त्यहाँ हैन अब कयौं अब हामी त्यो बेलाका जनमुक्ति सेनाहरुसँग हामी कुराकानी गर्दाखेरि चाहिँ अब खानै नपाइयो लामो यात्रा थियो रुकुम कताबाट जानु भएको थियो अब ठुलो टिम थियो पकाउँदै गर्दा नि सकिन्थ्यो कोही ठाउँ बजारमा जाँदा त्यहाँ चाहिँ दोकानदारहरू बिस्कुट चाउदो बिस्कुटहरू रित्तिन्थ्यो खाना नपाई भोकैसँग पनि लडियो फर्किँदा पनि त्यस्तै भयो भन्ने कुरा गर्नुहुन्थ्यो होइन जाने बेलामा त एकदम चाहिँ कुनै समस्या परे आएन हैन जाने बेलामा एकजना पनि जनमुक्ति सेनाको एकजना सदस्यलाई नै कुनै समस्या परे आएन किनभने जाने बेलामा हाम्रो भरपुर के थियो भन्दाखेरि व्यवस्थापन थियो अब फर्किने बेलामा कस्तो भयो भन्दाखेरि हामी जुन रुट फर्किने भनेको त्यो रुटमा व्यवस्थापन थियो त्यो रुटबाट हामी फर्कन सकेनौँ हैन त्यो फर्कन नसकिसकेपछि मेरो कुरा के थियो भने जुन रुटबाट गएछौँ त्यो रुटबाट जाने फर्कियो भने हामीलाई अवरोध गर्छ दुश्मनले हामी बेनीबाट चाहिँ पारी जाने पारीबाट चाहिँ बागलुङतिर छिर्यो भने बागलुङमा त हाम्रो आधार इलाकामा आइहालिन्छ आधार इलाकामा आइपुगिसकेपछि हामीलाई चाहिँ व्यवस्थापनको समस्या हुन्न भन्ने चाहिँ मेरो कुरा थियो तर त्यति बेलाको कमान्डर पासाङले के भन्नुभयो भने तपाईले डम्फु मादल र मकै भट्टको व्यवस्थापन गर्नुस् हामी नाच्दै गाउँदै यही बाटो फर्किने हो भन्नुभयो अब कमान्डरले भनेको हामीले मान्नु पर्यो हैन त्यो उल्टो भयो के त्यसो भएपछि हाम्रो व्यवस्थापन एकातिर थियो एकातिरबाट फर्किन परेपछि त त्यो स्वाभाविक हो नि त दशौं हजार मान्छेलाई हैन खाद्यान्न पुग्ने भन्ने कुरा त चान्सै थिएन त्यही पनि हाम्रो प्रयास के रह्यो भन्दाखेरि भयंकर चाहिँ संघर्ष गरेर हामीले चाहिँ त्यो पुर्याउने काम गर्यौं खास गरेर ताराखोलामा हामीले चाहिँ भरपुर पुर्यायौं
त्यसपछि त्यहाँ फाइट पर्यो, त्यहाँ पनि सेनाले घेरा हाल्न आइसकेपछि हामी घाइतेहरूलाई लिएर अगाडि बढ्नुपर्ने भयो। अगाडि बढिसकेपछि म्याग्दी र बागलुङको सिमाना पर्ने जङ्गलमा चाहिँ हामी बस्नुपर्ने भयो। त्यो बस्ने ठाउँमा थोरै थियो हामीसँग चाहिँ खाद्यान्न। त्यो खाद्यान्न चाहिँ हामीले सीमित मात्रामा घाइतेलाई पुग्ने मात्रै बाँड्न पर्ने भयो के। त्यसो गर्दाखेरि एक दुई छाक चाहिँ हामीलाई गाह्रो चाहिँ पर्यो फर्किने बेला। त्यसपछि फेरि हामी चाहिँ बागलुङतिरबाट फेरि छलेर फेरि म्याग्दीतिर गइसकेपछि फेरि त्यहाँ चाहिँ समस्या भएन हैन। म्याग्दीतिर फेरि हाम्रो पहिले अलरेडी चाहिँ व्यवस्थापन थियो। त्यो व्यवस्थापनको खाद्यान्न अरू हजुर माथिल्लो भेग मुना ताकम हैन लुलाङतिर हाम्रो पुरै व्यवस्थापन थियो के। त्यहाँ ठाउँ ठाउँमा हामीले गोदाम गरेर राखेका थियौँ चामलहरू हैन, दालहरू, अरू चिजहरू। ती सबै चाहिँ के भने हाम्रा यताबाट चाहिँ आधार इलाकाबाट बनाएर लगेका ड्राई फ्रुटहरू पनि त्यहीँ हामीले चाहिने मात्रै थोरै लगेर गएका थियौँ। अरू सबै त्यहीँ ड्रम्पिङ गरेका थियौँ। त्यो पछि चाहिँ के भने हाम्रो 2-3 छाक भन्नुहोस् न, 3 छाक अलि हामीलाई समस्या पर्यो। अरू चाहिँ त्यस्तो चाहिँ होइन। अब फेरि यो लडाइँमा त चाहिँ स्वाभाविक पनि हुन्छ। त्यत्रो गाउँघरका पसलमा होइन अब कहिलेदेखिका रहेका सबै चाहिँ बिके के होइन। उनीहरूका पनि केही पनि रहेनन् होइन। पैसा पनि दिए साथीहरूले होइन। पैसा नदिए त खानेकुरा थिएन। हाम्रो त अनुशासन त भयङ्कर फलामै अनुशासन थियो नि त। माओवादीको अनुशासन भने त चान्चुने अनुशासन थिएन। त्यस कारण चाहिँ के भने जनतालाई पनि व्यापारीलाई पनि हाम्रो जनमुक्ति आउँदाखेरि उहाँहरू खुसी नै हुनुहुन्थ्यो होइन। त्यस्तो हो। त्यस कारण चाहिँ यो खाना नपाएको जाने बेला भोकैका भएको भन्ने होइन। जाने बेला त मासु र भात चाहिँ होइन फालाफालै थियो नि होइन। त्यस्तो अवस्था हो। एकदमै महत्त्वपूर्ण समय दिनुभयो। समय अभावको कारण तपाईँको अन्य धेरै अनुभवहरू पनि छन्। हामी पछि तपाईँसँग फेरि भेट हुँदा कुराकानी गर्नेछौँ। आजलाई अन्तिममा के भन्न चाहनुहुन्छ? अन्तिममा म के भन्न चाहन्छु भने फेरि पनि सुनौलो टिभीले आफ्नो टेलिभिजन मार्फत हाम्रो पार्टीका विचार, मेरा आफ्ना भोगाइहरू, मेरा अनुभवहरू सेयर गर्ने जुन मौका दिनुभयो त्यसको लागि यहाँलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु। तपाईँहरूको टेलिभिजन परिवारलाई साथसाथमा चाहिँ तपाईँहरूको टेलिभिजनको उत्तरोत्तर प्रगतिको कामना पनि गर्छु र तपाईँहरू निरन्तर होइन जनतालाई सचेत बनाउने कुरा र जसरी अहिले विषालु हावा चलेको छ होइन नेपालमा एक प्रकारको चाहिँ कम्युनिस्ट विरोधी जो हावा चलेको छ, यो कम्युनिस्ट विरोधी हावालाई होइन निस्तेज गर्नको लागि तपाईँहरू पनि होइन कम्युनिस्ट भनेको होइन संसारमा सबैभन्दा उत्कृष्ट जाति हो, सबैभन्दा उत्कृष्ट दर्शन हो, उत्कृष्ट राजनीति हो। यो चाहिँ प्रचार प्रसारमा यहाँहरूको महत्त्वपूर्ण भूमिका हुनेछ र यस्तै होइन कम्युनिस्टका नेताहरूलाई आफ्ना भोगाइहरू होइन का अनुभवहरूलाई प्रदर्शन गरेर होइन धेरैभन्दा धेरै जनतालाई आकर्षित गर्नलाई मद्दत गर्नुहुनेछ र तपाईँहरू सफल हुनेछ भन्ने आशासहित यहाँलाई फेरि हार्दिक धन्यवाद र मुरीमुरी धन्यवाद ज्ञापन गर्न चाहन्छु। हस्, यो महत्त्वपूर्ण समय र संवादको लागि हजुरलाई धेरै धन्यवाद दिँदै अन्य तपाईँका बाँकी अनुभूतिको विषयमा हामी फेरि पनि भेटेर तपाईँसँग कुराकानी गर्नेछौँ। तथापि आजको लागि समय व्यस्तताको कारण, हजुरकै व्यस्तताको कारण हामी आजको यो कार्यक्रमबाट छुट्टिन्छौँ। हस् त, धन्यवाद।